जस्तो घुँडाको दुखाइ हुँदा एउटै कारणले मात्रै त दुख्दैन। घुँडा दुख्नुको पनि विभिन्न कारण छ, जस्तो बाथको कारणले दुख्यो, जस्तो युरिक एसिडको कारणले दुख्छ, अथवा घुँडा खिएर पनि दुख्छ भनिन्छ। जस्तो मलाई चाहिँ बाथको कारणले दुख्यो, मलाई चाहिँ घुँडा खिएर दुख्यो, अथवा मलाई चाहिँ युरिक एसिडले दुख्यो भनेर चाहिँ कसरी छुट्याउने त? कस्तो दुखाइ चाहिँ बाथको हुन्छ, कस्तो दुखाइ युरिक एसिडको, र कस्तो दुखाइ चाहिँ हाम्रो घुँडा खिएको दुखाइ हो? पहिले चाहिँ युरिक एसिडमै जाउँ। युरिक एसिड भनेको चाहिँ हाम्रो शरीरको मेटाबोलिक प्रोडक्ट हो हैन, तपाईँको बाई प्रोडक्ट, तपाईँको प्रोटिन मेटाबोलिजमबाट निक्लिन्छ। अब युरिक एसिडको समस्या चाहिँ विशेषतः हाम्रो शरीरमा युरिक एसिडको प्रोडक्सन कन्टिन्युसली हुन्छ र त्यसलाई किडनीबाट कन्टिन्युसली एक्सेसन भएर एउटा नर्मल लेभलमा युरिक एसिड मेन्टेन भएर आउँछ। युरिक एसिड चाहिँ साधारणतया दुईवटा कन्डिसनमा बढ्छ। एउटा चाहिँ शरीरमै प्रोडक्सन धेरै भयो भने पनि युरिक एसिड बढ्ने भयो, अर्को किडनीले एक्सक्रिट जुन बाहिर निकाल्ने फङ्सन हो त्यो कमी भयो भने पनि युरिक एसिड बढ्ने भयो। तपाईँको युरिक एसिड बढेको चाहिँ हामीले ब्लडमै युरिक एसिड लेभल बढेको देख्छौँ, सबभन्दा स्ट्रङ मार्कर त त्यही नै भयो। र युरिक एसिड बढ्दाखेरि चाहिँ युजली चाहिँ चिसो जोइन्टहरूमा बढी जान्छ, चिसो एरियामा गएर डिपोजिट हुन्छ। यसको जुन केमिकल प्रोपर्टी छ क्रिस्टलाइजेसन चाहिँ रिलेटिभली बडीको कोल्ड एरियामा हुन्छ। त्यही भए हुनाले धेरै जसोको युरिक एसिड भएको बिरामीको चाहिँ खुट्टाको बुढी औँलामा चाहिँ एउटा पोडाग्रा भन्ने सोइनिङ पनि भेटिन्छ, र सँगसँगै अन्य जोइन्टहरू दुख्ने क्रममा घुँडा पनि एउटा दुख्ने भयो एज अ कम्पोनेन्ट। कोही कोही एकदमै धेरै भयो भने इयरको लोबिलमा युरिक एसिड डिपोजिट भएको, नाकमा यो सबक्युटानियस टिस्युमा युरिक एसिड यो चाहिँ एकदम हाई लेभलहरू हुँदाखेरि। स्ट्रङ भनेको चाहिँ तपाईँको युरिक एसिड लेभल बढ्यो र युरिक एसिड बढाउने खानेकुरा खाँदाखेरि, जस्तै हाई प्रोटिन डाइटहरू खाँदाखेरि अथवा तपाईँको रिलेटिभली अमिलो गाडेको अचारहरू खाँदाखेरि युरिक एसिड बढेको छ भने चाहिँ, दुखाइ बढेको छ भने चाहिँ युरिक एसिड हुनसक्छ। तर तपाईँको हाई प्रोटिन डाइट खाएर मात्रै दुख्यो भन्दैमा सधैँ युरिक एसिड हुन्छ भन्ने चाहिँ हुँदैन। तर मोस्ट लाइकली किनभने प्रोटिनकै मेटाबोलिक प्रोडक्ट हो युरिक एसिड हैन, त्यही भएर हाई भएको कन्डिसनमा मात्रै यसको रिलेसन हुन्छ। अदरवाइज युरिक एसिड नर्मल छ भने चाहिँ तपाईँको प्रोटिन डाइट बढी खाएर घुँडा दुख्ने चाहिँ हुँदैन।